हेलो हे गाइस, वेलकम टू माई न्यू ब्लग। आजबाट मैले फेरि पनि ब्लग लिएर आइसकेको छु। आज मेरो रेगुलरली भिडियो आउनेछ। युट्युबमा फेसबुकमा पनि रेगुलरली भिडियो आउनेवाला छ। मेरो इन्स्टाग्राम आइडी पनि छ, सबैजनाले फलो गर्नु होला। भनेपछि मैले फेसबुकमा केही च्यालेन्ज गरेको छु भनेपछि मैले अर्को आइतबारसम्म अर्को मन्डेसम्म, आज मङ्गलबार भयो, बुध बिस शुक्र शनि आइत सोम मङ्गल, कमसेकम मैले अबको एक हप्ताभित्र मैले युट्युबमा 1 मिलियन के अरे टिकटकमा 1 मिलियन बनाउनेवाला च्यालेन्ज लिएर आइसकेँ। टिकटक नै सरी फेसबुकमा मैले 7 दिनमा 1 मिलियन फलोवर गर्नेवाला छु। सबैलाई फलो गर्नेवाला छु, फलो ब्याक पनि दिनेवाला छु मैले फेसबुकमा। सबैजनाले मेरो साथमा जोडिनु होला। सबैभन्दा अच्छा त सुरतमा बस्नुहुने मान्छेहरू, इन्डियामा बस्नुहुने सबैजनाले मलाई मेरो आइडीमा फलो गरिदिनु होला। त्यसपछि मेरो 1 मिलियन भइसकेपछि मैले हिन्दी नेपालीबाट पनि भ्लग मेरो युट्युबमा आउने छ, नेपालीबाट पनि हिन्दीबाट पनि दुईटै भ्लग मैले बनाउनेवाला छु युट्युबमा है। नेपाली मैले अर्को च्यानल पनि खोल्छु अहिले मेरो, किनकि 2टा च्यानल मैले युट्युबले बन्द गरिसकेको छ। मेरो तेस्रो च्यानल छ युट्युबमा, MSC9 भनेर छ युट्युबको च्यानल। अनि सबैजनाले मेरो फेसबुकमा जोडिने साथीहरूले सबैजनाले के गर्नु पऱ्यो भने चाहिँ सबैजनाले मलाई फलो गरिदिनुहोस् है, फलो गरिदिनुहोस्। म हजुरहरूलाई पनि फलो गरिदिन्छु। 1 मिलियन फलोवर गर्नेवाला छु म अबको एक हप्ताभित्र। सबैजनाले साथ दिइदिनु होला। त्यसपछि म के भन्न चाहन्छु भने चाहिँ भर्खर म कम्पनीबाट आएको, छुट्टी भयो। हेर्न सक्नुहुन्छ हजुरले यताउता। यो मेरो माथिको रुम हो। सबै ठाउँ उता अगाडि मेरो रुम छ यतातिर। यो हेर्नुहोस् बाहिरको नजारा। अब म के भन्न चाहन्छु, म अब रेगुलरली मेरो 100 दिनसम्म युट्युबमा भिडियो आउँछ। अब त्यसपछि टिकटकमा पनि आउँछ। टिकटकै आउँछ कि। त्यसैले नेपालमा बस्छु, नेपालमा टिकटक चल्छ। त्यसैले मलाई यहाँ इन्डियामा टिकटक चल्दैन, इन्स्टाग्राम, युट्युब, त्यसपछि फेसबुक चाहिँ चल्छ। मैले फेसबुकमा एउटा च्यालेन्ज लिएर आएको छु। सबैजना आउनु होला, सबैजनाको फलोवर बढाउनुपर्छ है सबैजना। म सबैजनालाई फलो ब्याक दिनेवाला पनि छु, किनकि मैले एक हप्तामा 1 मिलियन फलोवर गर्नेवाला छु। 1 मिलियन फलो, किनकि कसैले नगर्ने काम म कन्टेन्ट क्रिएट गर्ने छु। किनकि हजुरहरूले कमेन्ट गरिदिनु होला। त्यसपछि म के गर्न चाहन्छु भने चाहिँ हजुरहरूले कमेन्टमा जे चाहनुहुन्छ म त्यही लिएर आउँछु है भिडियो। हजुरहरूले जे भन्नुहुन्छ त्यही भिडियो नेक्स्ट टाइमबाट लिएर आउनेवाला छु। कमेन्टमा सबैजनाले गाली नगरिदिनु होला, किनकि म नयाँ कन्टेन्ट क्रिएटर हो। किनकि मैले हजुरहरूलाई योभन्दा अगाडि युट्युब च्यानलमा भनिसकेको थिएँ, किनकि मैले 2-3 जनाको भिडियो हालेको थिएँ। उनीहरूलाई जेलस भइरहेछ मैले युट्युबमा त्यो गर्नलाई भिडियो बनाउन छु भनेर। त्यसैले मैले काटिदिइहालेँ उनीहरूको। मेरो 5वटा भिडियो मैले युट्युबबाट डिलिट गरिदिएँ। फेरि मेरो फेसबुक च्यानलमा मेरो नयाँ भिडियो आउनेवाला छ। त्यसैले मैले के भन्न चाहन्छु भनेपछि फेसबुकमा सबैजना जोडिदिनु होला, टिकटक के अरे युट्युबमा पनि जोडिदिनु होला। त्यसपछि मैले के भन्नु हुन्छ, सबैजनालाई हाँस्न दिनु। जुन दिन हाँस्ने मान्छेहरू हाँसिराख्छन्, जुन दिन हजुरहरूलाई सफलता हुन्छ त्यो दिन आउँछन्। खुट्टा तान्ने मान्छेहरू धेरै हुन्छन्, खुट्टा ताने पनि अगाडि बढ्न सिक्नुपर्छ। त्यसै गरी हाम्रो समाजमा के हुन्छ भने चाहिँ मेरो घरतिर सबैजनाले के भन्छ, अरे यो हेर पागल बौला आयो, बौला भन्छन्। मैले के सोचेँ कि म नयाँ केही लिएर आउँछु, कन्टेन्ट क्रिएटर गर्छु। जुन दिन म अगाडि बढ्ने छु, केही सफलता लिएर मेरो फलोवरहरू धेरै हुनेछन् भने चाहिँ म बाटोमा गएर पनि हजुरहरूको लागि जे भन्नुहुन्छ त्यही गर्नलाई तयार हुन्छु। नयाँ फन्नी भिडियोहरू लिएर आउनेवाला छु म। त्यसपछि हजुरहरू पनि गर्नुहोस्, युट्युबमा टिकटकमा हजुरहरू पनि भिडियो बनाएर हाल्न सक्नुहुन्छ। किनकि सबैजनाले भिडियो हाल्नुहोस्, एकचोटि कोसिस गर्नुहोस्। कहीँ एकचोटि सफलता भयो भने चाहिँ अनलाइनमा कन्टेन्ट क्रिएटर यस्तो काम हो कि एक दिन सफलता भएपछि त्यसपछि हजुरसँग ठुलो सेलिब्रिटीहरू कोल्याब गर्न आउँछ। त्यसै गरी म नुहाएर रेडी भइसकेको छु। रेडी भएर अब काममा जानलाई रेडी भइसकेको छु, किनकि यहाँ आवाज आएको थिएन। म रेडी हुन्छु, कपडा लगाउन छु। अब टक्क बेल्ट खोल्न गएँ, बेल्ट खोलेर रोनाल्डोको बिग फ्यान। यो सुरतको चाहिँ यो डायमन्डको मार्केट हो। यहाँ सबैजना डायमन्ड खरिद्न मात्रै आउँछन्। यहाँ हेर्नुहोस्, यति धेरै भिड हुन्छ यहाँ डायमन्डको लागि, तर हामी बाल मान्दैनौँ। सबै ठाउँ डायमन्ड हेर्नुहोस्, सबै आफ्नो काममा हुन्छन्। कसैले कसैलाई थर्काउने यताउता गर्ने हुँदैन। यहाँ हेर्नुहोस्, सब यत्रो ठुलो सब यो घरहरू देख्नुहुन्छ, सब भित्र डायमन्ड मात्रै मिल्छ है। यहाँ हेर्नुहोस्, डायमन्डको कारोबार
इन्डियामा सबसे वर्ल्डमा सबसे धेरै डायमन्ड सुरतमै पाइन्छ, सुरतमै हुन्छ डायमन्डको। हेर्नुहोस् यस्तै ठाउँमा आउँछ है फेरि दोस्रो ब्लग है।